चाहिँ कस्तो हुन्छ हौ मैले कहिले खाएको छुइनँ यो बाम माछाहरू हेर्दा चाहिँ डर लाग्दो हुन्छ खाँदा चाहिँ कस्तो हुन्छ कुनै कसैलाई माछा खान मन लाग्यो भने चाहिँ यो अङ्कलकोमा आउनु है मिठो माछा दिनुहुन्छ राम्रो माछा पाउँछ एकदम फ्रेस फ्रेस नेपालको माछा पाउँछ होइन तपाईँहरूकोमा आउनु होला यहाँ कसैलाई खान मन लाग्यो भने चाहिँ गमक चोकमा एकदम दामी दामी फ्रेस फ्रेस पाउँछ है ए हामीले चाहिँ लग्यौँ 2 केजी माछा किनेर अब गएर तारेर हामीले चाहिँ जलपरी लग्यौँ है त्यसपछि माछा किन्यौँ अब माछालाई चाहिने सामानहरू त चाहियो अनि लसुन सकिरहेको थियो लसुन किन्यौँ अनि मुला छान्दैछौँ अनि सब्जी चाहियो भने चाहिँ यहाँ फ्रेस फ्रेस पाउँछ यहाँ दिदीकोमा आउनु होला हामी चाहिँ जहिले यहीँबाट लान्छौँ मिलाएर गरिदिनुहुन्छ एकदम मिलाएर अनि त्यस पछाडि हामी यहाँ फलफुल किन्न आयौँ उहाँ दिदी हो उहाँ दिदीहरूको हो यहाँ पनि फलफुलहरू नि एकदम मिलाएर दिनुहुन्छ है आउनु होला कसैलाई हामी चाहिँ जहिले यहाँ र यहाँ सब्जी दोकान यहाँ हो यहाँ चाहिँ यहाँबाट एकदम डिस्काउन्ट गरेर दिनुहुन्छ आउनु होला है तपाईँहरू पनि एकदम राम्रो राम्रो हुन्छ अनि त्यसपछि हामी घरतिर लाग्यौँ